पछाडि लाइट नबालौँ न को पछाडि लाइट नबालौँ न यार कुद पछाडिको लाइट हटाउँथ्यो त्यो इग्निसन यातायात क्षेत्रमा सुरुङ युगमा प्रवेश गरेको छ। हामीले कमसेकम चाहिँ नेपालको निम्ति जो पहाडले भरिएको देश हो, यो देशको निम्ति सुरुङ मार्गको आवश्यकता छिटो छरितो सुरक्षित सबै हिसाबले सुरुङ मार्ग अत्यन्त जरुरी छ। हामीले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको यो आपतकालीन अथवा रेस्क्यु टनेल आज ब्रेक थ्रु गरेका छौँ। यो चाहिँ खुलेको छ र त्यस्तै गरी केही महिनापछि छिट्टै चाहिँ मेन टनेल अथवा मुख्य सुरुङ पनि खुल्नेछ र हामीले नियमित रूपमा अनुगमन गरेर यो कामलाई छिटोभन्दा छिटो सम्पन्न गरेर केही महिनाभित्र यो यही आर्थिक वर्षभित्र यही वर्षभित्र हामीले यो टनेलमा चाहिँ यातायातका सवारी साधन सञ्चालनमा ल्याउने गरी हामी काम गर्नेछौँ, अगाडि बढ्नेछौँ र मलाई आजको दिनमा अत्यन्त गौरवको अनुभूति भएको छ। यो ऐतिहासिक दिन पनि हो। वास्तवमा चाहिँ जुन आज टनेल ब्रेक थ्रु विस्फोट भएको छ, त्यो विस्फोटले एक किसिमले चाहिँ अब यो यातायातको क्षेत्रमा हामी सुरुङ युगमा प्रवेश गरेको जुन उद्घोष गरेको छ, जुन ध्वनि एक किसिमले चाहिँ सम्प्रेषण गरेको छ नेपाली जनतालाई चाहिँ यो गौरवको दिनमा, यो ऐतिहासिक दिनमा म बधाई पनि दिन चाहन्छु र हामी अब चाहिँ निरन्तर रूपमा चाहिँ यो अभियानमा अगाडि बढ्नेछौँ र यो सुरुङ मार्ग निर्माणमा सहयोग गर्ने जापान सरकार, जाइका र यसमा संलग्न सबै पक्षलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु।